खाने त्यसलाई त नाम पनि थाहा छैन। मेनु चाहिँ हेरे पनि आखिरमा खाने त मोमो चाउमिन नै हो नि त, हो कि नि? म चाहिँ बौद्ध जाँदैछु। म यहाँबाट सुन्धाराको बस चढ्छु। सुन्धारादेखि बौद्धको बस चढेर फाइनल्ली म पुग्छु। फाइनल्ली म चाहिँ आइसकेको छु। यहाँनिर देख्नुहुन्छ बौद्ध। माछा पोखरीदेखि आएको मान्छे त्यति नजिकबाट बौद्ध आउनलाई 2 घन्टा नि बढी लाग्यो। म जान्छु। फाइनल्ली सिधा भेटियो। फाइनल्ली 2 घन्टा पछि। तर म आएको नि धेरै भएको छैन। म आएको पनि भर्खरै 10-15 मिनट भयो। फाइनल्ली आज के हुन्छ हेर्नु होला। तर मैले भिडियो कस्तो गरे भने के सुसी अलिकति मात्र हिँडेर फर्क्यो भनेको सुई। भेज बन्स, पोर्क बन्स, यतातिर चाहिँ बसोबास बौद्ध भनेपछि अफकोर्स लामाहरू नै हुनुहुन्छ। थुक्पा, सलाद, पोर्क, चिकन, तोङ्बा, लाफिङ खाना सबै छ है यहाँ चाहिँ। मन्डारा लेखेको ब्यागहरू रहेको छ यतातिर। टुरिस्टहरू पनि आउनुभएको छ, गाइड गरिराख्नु भएको छ उहाँले चाहिँ। स्टुडेन्टहरू पनि हुनुहुन्छ। अहिले साथी आएपछि म पनि जानेछु, हामी पनि जान्छौँ। यहाँ माथि जानको लागि चाहिँ उयोबाट जानुपर्ने रहेछ। यहाँदेखि एकदम परिवारलाई दाना दिन पनि उता किन्न पाइन्छ। हामी के खाना आएको त नाम पनि थाहा छैन। मेनु चाहिँ हेरे पनि आखिरमा खाने त मोमो चाउमिन नै हो नि त। हामी चाहिँ लाफिङ खाना लागेको एकदम बब्बाल रमेन लाखा। यस मास्क खोल्दिनु न त, मिल्दैन। मिल्दैन भन्नुभएको छ। किन होला यस्तोहरू? कहाँबाट हेर्नु भएको छ? लाइक कमेन्ट गरिदिनुलाई। मन पर्यो भने लाइक कमेन्ट सेयर सबै गरिदिनुलाई। भयो जतिको